वेलकम टु माई च्यानल दारी भ्लग। सबैजनालाई नमस्ते अनि स्वागत छ दारी भ्लगमा। आज हामी घुम्न गइरहेका छौँ हैन। आज अब काम धेरै भएर हामी घुम्न हिँडिरहेका छौँ। हाम्रो गन्तव्य छ यहाँबाट लगभग 15-20 किलोमिटर टाढासम्म कथा भन्ने ठाउँसम्म हामी घुम्नका लागि निस्किरहेका छौँ। सायद तपाईहरुलाई थाहा नहोला हैन, यो ठाउँ कहाँ छ भनेर। यो ठाउँ हाम्रो चाहिँ साउदी कोरियाको कुनै एउटा सहरमा छ हैन। त्यहाँ चाहिँ अब एकदम रमाइलो छ अरे सबै चिज। लगभग बङ्गाली, पाकिस्तानी, नेपाली मार्केट छ अरे भन्ने सुन्नमा आएर हामी चाहिँ त्यहाँ हेर्न जानिरहेका छौँ। त्यही हेर्नलाई भए पनि मतलब त्यही हेर्न घुम्न गइरहेका छौँ। पुरा जानकारी, पुरा रमाइलो, पुरै जानकारी पाउनको लागि फुल भिडियो हेरिदिनु होला। मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। लास्टमा सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला। धन्यवाद गाइस। सो दी भ्लग बिगिन्स। सुरु गरौँ। रुमको चाबी दिनु परिहाल्यो। रुमको चाबी दिएर हामी चाहिँ घुम्न हिँडिरहेछौँ। कोही के कसो साथी, हाम्रो अर्को साथी होइन, कता भनेर सोचिरहेको छ। हामी यसो घुम्नु मात्रै जाम लागेको हो होइन है। अब यहाँ ट्याक्सी कुर्न पर्छ भनेको। पहिला हामी एटिएम जान्छौँ साथी। हामी अब पहिला कहाँ जान्छौँ रे? अहिले कहाँ जाँदैछौँ? एटिएम जाँदैछौँ होइन। पैसा निकाल्न पर्छ। हामीसँग अहिले क्यास पैसा छैन। एटिएम गएर पैसा निकाल्न पर्छ। पैसा निकालेपछि अनि त्यसपछि हाम्रो यात्रा सुरु हुन्छ। अब अगाडि बढ्दैछौँ। एटिएम हामी चाहिँ बल्ल आइपुगेका छौँ होइन, एसएनबीको एटिएम। अब साथीले गएर पैसा झिकेर लिएर आउँछन्। यहाँनिर पेट्रोल पम्पसँगै होइन 10-5 मिनट हिँडाएपछि हामी एटिएम आइपुगेका छौँ होइन। निकाल न मेरै एटिएम लगेर होइन। मेरै एसएनबीको मेसेज पनि आयो, 200 रुपियाँ निकाल्यो होइन। अब हामी जाउँ कता, यता उताबाट चढौँ न, अगाडिबाट हुँदैन। यहीँ त कहाँ आउँछ त? यहाँ होइन, उता अगाडि हिँड न, अगाडि जाउँ। ओके न, हामी दुईजना चाहिँ अब भयो होइन, ओके भएको छ। ओके भएर चाहिँ ट्याक्सीमा चढ्यौँ। अब लेट्स मुभ टुवर्ड आवर डेस्टिनेसन गाइड होइन। अब हामी चाहिँ ट्याक्सी चढ्यौँ होइन। अब हाम्रो लगभग कति, यहाँबाट कति किलोमिटर होला? 17-18 त नै छैन होला, त्यस्तै 12-13। अस्ति मैले हेरेको 17-18 त्यस्तै छ। कति किलोमिटर छ जति भयो नि। अब भाइ साहब इधर से कितने किलोमीटर होगा उधर? बताओ। हाँ मालूम नहीं। 20 किलोमीटर तक 20-25। पिछले बार दिखा था वही 13-15 किलोमीटर दिखाया था ना उसमें मैप में। हाँ मैप में 15-20 रास्ता के फरक है थोड़ा। त्यस्तै 15-20 किलोमिटर छ अरे होइन। अब यस्तै के गर्नु है, जानै पर्छ।
मार्केट होइन बजारमा आइपुगेको छौँ। अब यति धेरै छ नि होइन अब कुन मार्केट जाने क्या कहाँ जाने जहाँ गए पनि पुरै बजारै बजार छ। कुन बजार जान्छ अस्ति तिमीले डेमोलिसन गरेको ठाउँ खिचेको ठाउँ छ नि त्यो हो र होइन किन अब अस्ति आउँदाको टाइम र अहिलेको टाइम अर्कै छ होइन अब कुन चाहिँ हो थाहा चाहिँ छैन। अब हेरौँ त्यही हो र त्यही हो खै मलाई त होइन जस्तो लाग्छ। तिमीलाई त के हो जस्तो लाग्छ अब उसले हो भन्छ अब मलाई थाहा अब त्यही होइन त्यति याद नगरेर निन्द्रामा थियो कि केमा के बोले भाइ के बोले देखाइदिन्छु त्यो ठाउँ हो र हामीले अस्ति उ गरेको यो हो म कम्पेयर गरेर हेर्छु। अस्ति आउँदाखेरि भर्खर सुरु गरेको थिएँ होइन अहिले भत्काइसकेछ। जिग्री साथी बोल्दैन है लाटो जस्तो निचिक्क हाँस्यो मलाई बस्यो छ कसलाई के को धन्दा घर दैलाई खानाको धन्दा भनेको यही हो साथीहरू। त्यो मजा लेगा चिकन बिरयानी नै पाए त क्या गरेगा भाइ अब बिरयानी ठाउँ खोज्नुतिर लग्यो गाडी क्या मार्ता नै हिन्दी पनि बोल्छ कहिलेकाहीँ साथी होइन बङ्गाली हो नेपाली बङ्गाली हो नि त हो नो निड वाटर थ्याङ्क यू सो मच पैसा नै महँगो छ पानी भन्थ्यो नि कति भनेर सोध्नु पर्यो थियो त्यसको 2 रुपियाँ होला सायद त्यो पानीको कहाँ थियो गुड उनीहरू त्यहाँको मान्छे होइन रमाइलै रहेछन् रमाइलै हुँदो रहेछन् भन्नु होइन बुझ्दैन उनीहरूले नराम्रो चाहिँ नभनौँ होला होइन। हाम्रो भ्लगमा अब नयाँ मान्छे पनि देखियो जे होस्। अब हामी यहाँ हाम्रो अन्त्य साथीको लागि होइन साथीको लागि एउटा मगन्ती पनि सँगै छ खाना खोज्दै हिँडेको छ खाना भेटेसम्म हाम्रो रन चलिँदै रहनेछ। हामी जब हाम्रो पेट भरिन्छ त्यसपछि हामी अर्को पल्सर बाइक पनि ल गाइडहरू ल है पल्सर बाइक नम्बर प्लेट हेर्न बिर्सिन्छ साइड तेरिका नेपाली नम्बर प्लेट के होला प्रदेश 3 कै होला होइन प्रदेश नम्बर 3 को अब कति अहिले कति 50-60 लट त पुगिसक्यो होला होइन 50-60 लटको हुनसक्छ अँध्यारो गोरो मान्छे सधैँ गोरो त आउँछ नि कालो मान्छेहरू पो कालो आउँछ अँध्यारो भइसकेको छ। समोसा खान पाइयो भनेर होला होइन भोक लाग्यो भन्दै बल्ल आइपुग्यो होइन समोसा खाने ठाउँमा समोसा पनि 2टा समोसा खाने रे साथीले होइन समोसे म्यान आउने बित्तिकै सुरु भए अन्त बहादुरको
फेरि जाउँछ अरे ठाउँ आइ घुमियो अब हाम्रो हन्ते साथीले पनि खाम भने खाइहाल्यो के खायो रहेछ समोसा खाइहाल्यो तेरी खाइयो अनि रसमलाई खायो मिठै लाग्यो कुन चाहिँ छ भन्दा तिमीलाई कुन चाहिँ मन पर्यो कुन मिठो लाग्यो रसमलाई टेस्टी थियो छैन मान्छेहरूको भिड पनि टन्नै छ हाम्रो साथी भिडमा हराइसकेको हुनाले ए पाण्डु क्या गर्दा है पाण्डु ठिक छ पाण्डु म ठिक के हो सिम बेचिसक्यो नि यहाँ क्या रुको चटपटे पनि बेचिराखेको छ होइन चटपटे पाइन्छ चटपटे नेपालीपन चटपटे भाइब्स हाम्रो जिग्री उहाँ पुगिसकेको छ एक्लै होइन लन्टङ हिँड्दै कहाँ हिँड्यो कहाँ ऊ गाडी गुडिरहेछ उहाँ गाडी गुडिरहेछ होइन नेपाली पुरा नेपालमा होइन पुरा बजारमा हिँडे जतिकै छ अहिले झन्नै किल्चिरहेको मैले त्यो गाडी एक्सिडेन्ट भयो झन्नै एक्सिडेन्ट भएको गाइड होइन यो रात धेरै नै परेको छ हामी चाहिँ यहाँ पार्टनरलाई चिकन बिरयानी खानु पऱ्यो भनेर खोज्दै हिँडेको छौँ होइन अब यहाँ जुस पसल मात्रै देखिएको छ टन्नै छौँ यहाँ होइन रोड क्रस गर्ने बाटो त्यहाँ रहेछ ठ्याक्क टनल खोलेको रोस्टेड बर्गर सावरमा रहेछ यहाँ पनि रहेन रहेछ होइन अब कहाँ छ मैले झन्नै त यार तिमी भनेर होइन यता त्यो मान्छेको हात चलाइदिरहेको कहाँ रहेछ भनेर सोधौँ भनेर झन्नैले पनि बाई मिस्टेक वाला झन्नै ठपड हानेको गाडी यस्तो राखे अब कहाँ मान्छे छिर्नु त होइन छिराउनै पर्यो नि कन्छा हात्यो र हामी होइन अब यहाँ चाहिँ अँध्यारो भएछ अब यता त छैन होला त यार Look at this. इधर नहीं होगा रे यहाँ छ यस्तो मार्केट यहाँ पुरै बार्गेनिङ सबै चल्छ यहाँ हामी चिकन बिरयानी खोज्न हिँडेको बिफ बिरयानी भन्दा केही पनि पाएन यु क्यान सी द्याट है खुट्टामा है किल्चेर हिँड्छ यता भित्र जाउँ न अब अहिले यहाँ हराउला नि फेरि हामी मछली खाने मछली छ यहाँ मछली दोकान इधर छ होइन यहाँ मिट आइटम यहाँ टन्नै छ जे खान मन लाग्छ त्यही खान पाइन्छ रहेछ तर हाम्रो जिग्रीलाई चिकन बिरयानी खान मन लागेको जिग्री अब मछली हेर्ने घर जाने ल चिकन बिरयानी पाइएन के गर्छौ के खान्छौ त अब मछली बिरयानी खान्छौ त ना बाबा ना रे होइन सरी फर द्याट अब यहाँ सोध्ने हो त यहाँ पनि छ जस्तो छ होइन सोधेर आउ त जाउ ल म अघि सोधिसकेँ जाउ न त्यहाँ छ क्या पसल सोधेर आउ न बिरयानी मिल्दा है भाई चिकन बिरयानी मटन बिरयानी चिकन बिरयानी है के खाने अब पानी खायो भने समस्या के थाहा छ नि यस्तै हो होइन पार्टीमा अब चिकन बिरयानी खाना पायो भनेर आमा मख यति खुसी साथी आउँदैछ चिकन बिरयानी होइन
कराउँला है कि नकराउ छोडिदियो आउँछ बिस्तारै आउँछ धैर्य गर न कतिखेर आउँछ भनेर पुरा हेरिरहेछ अरूले खाएको नहेर न छ्या अरूले खाएको कहाँको के खाएको भनेर पुरा हेरिरहेछ साथी चिकन बिरयानीको सट्टा खुवाइ चाहिँ मरद हो क्या मरद हो रुको जरा सबर करो मासु पहिला नलुसेर अनि के मेरो लागि नि छ है छन चाहिँ होइन सबर नै छैन साथीले अब दबाइदियो ओ धेरै मगाउन बनाउ न काँक्रो चपाउँदै बिरयानी खाने कुन स्टाइल हो यो भाइ ल पार्टीको इच्छा पनि पुरा भएको छ पार्टी अब अरू केही चाहिन्छ त केही चाहिँदैन नि होइन पुग्यो होइन त अब अरू केही छ इच्छा होइन मलाई सुत्नु नि पर्छ घुमाइ धेरै भइसक्यो राति कति बज्यो भन्दाखेरि 8 बजेछ अब सुत्नु छ पछाडि चटपटी खाने बेगा चटपटी पनि पाइन्छ यहाँ चटपटी पनि छ पछाडि होइन फाइनली होइन गाइज घुमघाम पनि सकियो घुमघाम सकेर चाहिँ हामी रुमतिर हाम्रो गन्तव्यतिर जाँदैछौँ लास्टै थकाइ लाग्यो हुन्छ नि भात धेरै खाइएछ भुँडी अलिकति फुल्यो सँगसँगै पानी पनि खाइयो नि त त्यही भएर हो हल्का भयो अब टक्क लाएर हामी चाहिँ जाँदैछौँ अब सिधै रुममा पुगिन्छ सुतिन्छ बिहामा काममा जानु भन्छ यस्तै हो काम गर्नुपर्छ पीडा छ अनि के गर्नु छ गाह्रो छ